सम्पूर्णलाई मेरो नमस्कार छ। आज फेरि तपाईहरुलाई मेरो युट्युब च्यानल स्मार्ट स्टडीज विथ सञ्जीवमा स्वागत छ। आज फेरि अर्को आईक्यू क्वेशन लिएर आइसकेको छु, जुन चाहिँ यस्तो छ। यहाँ बक्समा चाहिँ 12, 47, 21 छ। यो अर्कोमा 20, 10, 52, 4, यहाँ 64, यहाँ क्वेशन मार्क, यहाँ 24। अब क्वेशन मार्क भएको ठाउँमा चाहिँ के हुन्छ त्यो कुरा हामीले फाइन्ड आउट गर्नु छ। यसको लागि हेर्नु के गर्न सकिन्छ भने अप्सन हाम्रो 63, 73, 83, 93 छ। यसमा के हुन्छ भन्दाखेरि यो जस्तो कि 47 छ। अब यसलाई यहाँको भ्यालु फाइन्ड आउट गर्नको लागि यताबाट हामीले हेर्दै आउनुपर्छ, अनि मात्र यहाँको भ्यालु फाइन्ड आउट हुन्छ। अब यो कसरी यहाँ आएको छ यो 47 हेर्नु। यो 47 जुन छ नि, यो यतातिरको 4 जुन छ, यो 4 ले चाहिँ यसमा डिभाइड गर्नुहुन्छ भने यो 4 ले यसमा भाग गर्नुहुन्छ 12 मा, त कति आउँछ भन्दाखेरि 3 आउँछ। 4 ते 12 हुन्छ। यतातिर यो 7 ले 21 मा गर्नुहुन्छ भने 7 3 का 21, यानी दुईटै 3 3 आइराछ। त्यस्तै चाहिँ यो 10 ले 10 मा पनि 5 ले गर्नुहुन्छ भने यो सेम नम्बर यसमा डिभाइड गर्नु, यसमा डिभाइड गर्नु, नम्बर चाहिँ सेम आउनु पर्यो। त्यस्तै 5 ले यसमा गर्नुहुन्छ भने 10 मा त कति आउँछ 2 आउँछ। 2 5 10। त्यस्तै 2 ले 4 मा गर्नुहुन्छ भने कति आउँछ 2 आउँछ। सेम आयो। त्यस्तै अब 64 जुन छ, 64 मा र 24 मा कतिले गर्नुहुन्छ कि सेम नम्बर आउँछ। त यसमा हेर्नु, यसमा यदि सपोज 6 ले यसमा गर्नुहुन्छ भने 6 1 6 हुन्छ। 6 6 36, 6 7 42, 6 8 48, 6 9 54, 14 60, यानी 6 6 11 ले गर्नुहुन्छ 66 भइहाल्छ। यसमा मिल्दैन। 7 ले गर्नुहुन्छ यसमा पनि हुँदैन। 8 ले गर्नुहुन्छ भने 8 को टेबलमा तपाईको 64 छ। 8 8 64 हुन्छ यसमा। हेर्नु भने यतातिर 3 छ हैन, 3 8 24, यानी यता पनि 8 यता पनि 8 आइरहेछ। यता 2 आइरहेछ, यता 3 यता 3 आइरहेछ। यानी डिभाइड गर्दाखेरि यतातिरको र यतातिरको दुवैतिरको चाहिँ सेम आउनु पर्यो। यसको मतलब यसको आन्सर कुन भयो? यो सी नम्बर भयो। धन्यवाद।